हेलो एन्ड नमस्कार साथीहरू। आज फेरि पनि म नयाँ रेसिपी लिएर आएको छु र आज चाहिँ एकदमै युनिक छ। हजुरले सायद ट्राई गर्नु भएको पनि छैन होला। मेनली चाहिँ अब पहाडतिर खान्छ यो चाहिँ र यो चाहिँ काइन्ड अफ तरकारीको रेसिपी हो। अनि यो चाहिँ पहाडको पनि गाउँतिर खान्छ। सायद काठमाडौँ अथवा सहरतिर चाहिँ यसको जानकारी चाहिँ नहुनु पनि सक्छ। सिम्पल छ तर मिठो छ। हजुरहरू पनि बनाएर ट्राई गर्नु होला है त। ओके, सुरु गरौँ है त। मेरो तेल चाहिँ मजाले तातिसकेको छ। अब यसमा लसुन हाल्नुपर्छ। मेरो लसुन चाहिँ गोल्डन ब्राउन भइसकेको छ। यसमा अब खुर्सानी पनि हालौँ। ग्यास सानो भएको भएर खुर्सानी चाहिँ पर्खिनु। मलाई चाहिँ लसुन जुन यो क्रिस्पी हुन्छ नि, यो डढाएको लसुन एकदमै मनपर्छ। त्यही भएर यस्तो बनाएको। ओके, खुर्सानी पनि भइसक्यो। अब यसमा चाहिँ छ्यापीको पत्ता पनि हालेँ मैले। छ्यापीलाई चाहिँ हरियो छ्यापीको पत्तालाई चाहिँ ड्राई गरेर राखेको। यति भइसकेपछि अब यसमा ग्यास अफ गरिदिइसकेँ मैले। अब यसमा नुन र प्रेसर हाल्दैछु। मेरो तेल चाहिँ एकदमै धेरै डढिसक्यो। बेसार चाहिँ मैले किन बन्द गरेर हालेको भन्दाखेरि यतिकै त्यो ग्यास अनमा हालेको भए चाहिँ हाल्दाखेरि चाहिँ जल्ने भएको भएर मैले ग्यास अफ गरेर हालेको भइसक्यो। यसलाई चाहिँ कुल डाउन हुनुको लागि राखिदिनुपर्छ फ्यु मिनट्स। नुन हालेपछि फेरि स्केप भयो साथीहरू। अब यो कुल डाउन हल्का मनतातो भयो। अब यसमा के हाल्ने त? यसलाई भन्छ मोइसोल्डर। त्यो तातोमा हालेको भए चाहिँ मोही फाट्छ। त्यही भएर चाहिँ मैले कुल डाउन गरेर हालेको। ओके, माई रेसिपी इज रेडी। अब टेस्ट गरौँ है त कस्तो हुन्छ। यो मेरो भात छ अनि यो मेरो मोइसोल्डर छ। अब ट्राई गरौँ है त। ओके, ट्राई गरौँ है त। मिठो। एकदमै यम्मा। बाबा हजुर पनि बनाएर ट्राई गर्नु होला।